विक्रम सम्वत 2077 साल जेठ 10 गते भेरी नदीले लास बगायो, नेपाली समाजले लाज लुकायो। प्रेम गर्न खोजेका थिए नवराजले, तर यो समाजले उसको जातको नाममा उसको सपना होइन उसको सास नै निकालिदियो। ऊ कुनै अपराधी थिएन, ऊ त केवल दलित थियो। यही थियो उसको गल्ती, यही थियो उसको मृत्युदण्डको कारण। धन्यवाद। बौद्धिक र सकारात्मक सोचका युवा, युग परिवर्तनका खम्बा भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रमका आदरणीय सभाध्यक्ष महोदय, प्रमुख अतिथि लगायत अन्य अतिथिगणहरू, आदरणीय निर्णायक मण्डल र उपस्थित सम्पूर्णमा स्वीकार्नुहोस् न्यानो अभिवादन सहितको नमस्कार। म सामाजिक कुप्रथा र विकृतिहरूको अन्त्येष्टि, मानवाधिकारको वास्तविक प्रत्याभूति भन्ने शीर्षकमा आफ्ना विचारहरू व्यक्त गर्न गइरहेको छु। यो ऐतिहासिक अवसरका निम्ति आयोजकलाई आभार प्रकट गर्दछु। आज म समाजका ती काले धब्बाहरूको कुरा गर्न गइरहेको छु जुन पुस्तौं पुस्तादेखि परम्पराको नाममा पालिँदै आएका छन्। ती हुन् सामाजिक विकृति र कुप्रथाहरू। सामाजिक विकृति र कुप्रथा भन्नाले यता स्थितिमा रहेका अहिलेसम्म पनि अनैतिक, अवैज्ञानिक र असमानताका विकृत रूपहरू र यसका अभ्यासहरूलाई जनाउँछ। यसले सर्वहारा र उत्पीडित वर्ग समुदायको मानवाधिकार हनन गरिरहेको छ। उदाहरणका निम्ति जातीय विभेद तथा छुवाछुत कुप्रथा। नेपालको कुल जनसङ्ख्याको झन्डै 13.4% जनसङ्ख्या भएको दलित समुदाय अहिले पनि छुवाछुतको शिकार बन्न पुगेको छ। उदाहरणका निम्ति अस्ति भर्खरै यही चैत 7 गते सिरामा दीपक मलिक डोमको घर भत्काइएको थियो एउटा महायज्ञको नाममा। यसले गर्दा नेपालको संविधानको धारा 24 मा उल्लेख गरिएको छुवाछुत विरुद्धको हक र धारा 40 मा उल्लेख गरिएको दलित हक चरम रूपमा हनन भएको छ। लैङ्गिक हिंसाको कुरा। आधा आकाशको उपमा पाएका मेरा नेपाली दिदीबहिनीहरू जसले यो जनसङ्ख्याको करिब 51.04% जनसङ्ख्या रहेको छ, उहाँहरूले बाल विवाह, यौनिक अल्पसंभोग लगायतका कुप्रथा र अन्य थुप्रै छाउपट्टि बोक्सी प्रथाको आरोप खेपिरहनु परेको छ। नेपाल प्रहरीको वार्षिक तथ्यपत्र 80-81 अनुसार झन्डै 20,624 लैङ्गिक हिंसाका मुद्दाहरू दर्ता भएका छन्। युनिसेफको 2022 को प्रतिवेदन अनुसार 33% महिलाहरू अहिले पनि बाल विवाह गर्न बाध्य छन् भने यसै गरी 70% सुदूरपश्चिम र कर्णालीका महिलाहरू छाउपट्टिमा बस्न बाध्य छन् र वर्षमा करिब 2 देखि 3 जनाको मृत्यु हुने गरेको छ। यौनिक अल्पसंख्यक मध्ये विभेद भइरहेको छ। यसले यी दुवै समस्याहरू नेपाली समाजको शान्ति, विकास र मानवाधिकारको मुख्य बाधाका रूपमा उभिएका छन्। मानवाधिकार केवल कानुनका पानामा लेखिएको शब्द होइन सभाध्यक्ष महोदय, यो त हामीले जन्मिँदै सँगसँगै पाइने हाम्रो अदृश्य तर अत्यन्तै शक्तिशाली अस्तित्व र पहिचान हो। मानवाधिकारको विश्वव्यापी घोषणापत्र 1948 डिसेम्बर 10 का दिन संयुक्त राष्ट्रसङ्घद्वारा गरिएको थियो र भनिएको छ यो संसारमा जन्मेका सबै मानिसहरूले जन्मेदेखि मृत्युसम्म समानताका रूपमा बाँच्न पाउने, स्वतन्त्र र बराबरी भएर बाँच्न पाउने योग्य छन् भनेर घोषणा गरिएको छ। यसै गरी युनिसेफको प्रतिवेदन 2023 अनुसार नेपालमा मानवाधिकार उल्लङ्घनका घटना 9,388 भएका छन्। यसमध्ये पनि महिला दिदीबहिनीहरूमध्ये मात्र 7,716 भएको छ। यसले के जनाउँछ भन्दा हाम्रो नेपालको संविधानको धारा 16 मा सम्मानपूर्वक बाँच्न पाउने हक र धारा 17 को स्वतन्त्रताको हक चरम रूपमा हनन भइरहेको छ। यी सामाजिक कुप्रथा र विकृतिहरूको अन्त्य गरी सामाजिक न्यायसहितको समानतामूलक नेपाली समाज स्थापनाका निम्ति हामी युवाहरूले सोच परिवर्तन गर्न आवश्यकता छ। यसै गरी हामी युवाहरूले सोच परिवर्तन गर्दै आफ्नो कुनै ठाउँमा कुप्रथा भइरहेको छ भने त्यसका विरुद्धमा आवाज उठाउन जरुरी छ। यसै गरी न्याय, मुक्ति, स्वतन्त्रता र समानताको प्रत्याभूति गराउन जरुरी छ। देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक क्षेत्रमा पछि परेका वर्ग समुदायको प्रतिनिधित्व गर्न आवश्यकता रहेको छ। यसै गरी शिक्षा एउटा यस्तो हतियार हो जसले संसार परिवर्तन गर्न सक्छ। यो भनाइ हो नेसनल मण्डेलाको हो। हामीले पनि यसै गरेर शिक्षाको माध्यमबाट कुप्रथा र विकृतिहरूको अन्त्य गर्न जरुरी रहेको छ। अन्त्यमा म के आह्वान एवं अनुरोध गर्न चाहन्छु भने आम नेपाली युवा एवं बौद्धिक वर्गलाई समाजबाट संस्कृति र कुरीति र सामाजिक कुप्रथाको अन्त्य गर्ने हो भने हामी एकजुट भई हाम्रा
निकायहरू नेपाल सरकार, राष्ट्रिय मानवाधिकार आयोग र दलित आयोग, महिला आयोग जस्ता निकायलाई बेला बेलामा ध्यान आकर्षण गरौँ, झकझुक्याउँ र हामी आफै पनि सामाजिक कुप्रथा र कुरीतिका विरुद्धमा खडो रूपमा उठेर यसको विरोध गरौँ र यसले गर्दा मानवाधिकारको वास्तविक रूपमा प्रत्याभूति हुनेछ र सबै उत्पीडित वर्ग समुदायको प्रतिनिधित्व हुनेछ। अन्त्यमा म के भन्न चाहन्छु भने सामाजिक न्याय सहितको समानतामूलक समाज निर्माणका निम्ति एकजुट हुँदै हातेमालो गरौँ। धन्यवाद, अभिवादन।